के तपाईँ आफ्नो आम्दानी अनुसारको एउटा सरल र व्यावहारिक बजेट प्लान बनाउनुहुन्छ त? वास्तविक जीवनमा फाइनेन्सियल प्लानिङ असफल हुनुको कारण के हो त? डिस्कस गरौँ है त। पहिलो नम्बरमा छ इमर्जेन्सी एक्सपेन्सेस। नेपालमा सामाजिक र पारिवारिक संरचना यस्तो छ कि अचानक कसैलाई बिरामी पर्दा वा आफन्तलाई आर्थिक सहयोग गर्दा तपाईँको वर्षौँको बचत एकै झट्कामा सकिन जान्छ। दुई नम्बरमा छ देखावटी जीवनशैली र सामाजिक दबाव। विवाह, भोजभतेर र नयाँ ग्याजेटहरूमा अर्को देखासेखी गर्ने बानीले गर्दा बजेट सधैँ बिग्रिन्छ। समाजमा नाक जोगाउन गरिने खर्चले फाइनेन्सियल प्लानिङ सफल हुन दिँदैन। तीन नम्बरमा छ इन्फ्लेसनको असर। हामी पैसा त जोगाउँछौँ, तर बजारमा सामानको भाउ जसरी बढ्छ हाम्रो बचतको मूल्य त्यसरी बढ्दैन। आजको 1 लाखले भोलि उही सामान किन्न पाइँदैन। चार नम्बरमा छ लगानीको ज्ञानको अभाव। धेरैजसो मानिसहरू पैसा ब्याङ्कको फिक्स्ड डिपोजिटमा मात्र राख्छन्। सेयर बजार वा अन्य क्षेत्रमा सही लगानी गर्न नजान्दा पैसाले पैसा कमाउन सक्दैन। 5 नम्बरमा अनुशासनको कमी, ल्याक अफ डिसिप्लिन। योजना बनाउन सजिलो छ, तर त्यसलाई निरन्तरता दिन गाह्रो हुन्छ। सानो लोभ वा चाडपर्वमा गरिने फिजुल खर्चले गर्दा सुरु गरिएको वित्तीय योजना बिचमै रोकिन्छ।